वर्षदेखि निराश भएका कर्मचारीलाई बालेन सरकारले दियो खुसीको खबर। 21% बढ्यो तलब, न्यूनतम 40,000। दर्शकबिन, लामो समयदेखि तलब नबढ्दा निराशा बनेका निजामती कर्मचारीका लागि सरकारले आखिर ठूलो राहत घोषणा गरेको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत कर्मचारीको तलब वृद्धि गर्दै न्यूनतम मासिक पारिश्रमिक करिब 40,000 रुपियाँ पुग्ने व्यवस्था गरेको हो। अर्थमन्त्री डाक्टर छोडेन वाग्लेले शुक्रबार सँगै संसदमा बजेट प्रस्तुत गर्दै कर्मचारीको सुरु स्केलमा 10% तलब वृद्धि गरिएको घोषणा गरेका छन्। पछिल्ला 4 वर्षदेखि कर्मचारीको तलब स्थिर रहेपछि बढ्दो महँगी र जीवनयापन खर्चका कारण कर्मचारी वर्ग निरन्तर दबावमा रहेको थियो। सरकारले यसपटक केवल आधारभूत तलब मात्र नभई कार्य सम्पादनमा आधारित नयाँ प्रोत्साहन प्रणाली समेत लागू गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्था अनुसार कर्मचारीले आफ्नो मासिक तलब मापन 10% बराबर अतिरिक्त प्रोत्साहन भत्ता प्राप्त गर्नेछन्। हाल कायम रहेको महँगी भत्ता यथावत राखिँदै गरिएको नयाँ समायोजनपछि कर्मचारीको कुल आमदानी करिब 21% सम्म वृद्धि हुने अर्थमन्त्री वाग्लेले बताएका छन्। सरकारका अनुसार नयाँ व्यवस्था लागू भएपछि ग्रेड सहित कर्मचारीको न्यूनतम मासिक तलब करिब 40,000 रुपियाँ पुग्नेछ भने उच्च तहका कर्मचारीको मासिक पारिश्रमिक 1 लाख रुपियाँ भन्दा माथि पुग्ने अनुमान गरिएको छ। सरकारको यो निर्णयलाई कर्मचारी वर्गका लागि महत्वपूर्ण राहत र मनोबल बढाउने कदमका रूपमा हेरिएको छ। लामो समयदेखि तलब समायोजनको माग गर्दै आएका कर्मचारी संगठनहरूले पनि बजेटको यस घोषणालाई सकारात्मक रूपमा लिएका छन्।